नमस्ते, म डाक्टर अमर शाह। चिसो बढ्दै जाँदा धेरै मानिस जुखाम, खोकी, जोर्नी दुखाइ, आपच जस्ता समस्याहरू देखिन्छ। आयुर्वेद अनुसार यी समस्याहरू ऋतु परिवर्तनसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। आज हामी हेमन्त र शिशिर ऋतुमा शरीरमा हुने परिवर्तन र स्वस्थ रहन अपनाउनु पर्ने आयुर्वेदिक उपायबारे सानो जानकारी दिन्छु। आयुर्वेदमा वर्षलाई 6 ऋतुमा विभाजन गरिएको छ, जसमध्ये प्रति ऋतुमा दोषको अवस्था, पाचन शक्ति, रोगको सम्भावना फरक हुन्छ। हेमन्त र शिशिर ऋतुलाई अदनकालको अन्तिम चरण मानिन्छ। यस समयमा जठराग्नि सबैभन्दा प्रबल हुन्छ अर्थात् बलियो हुन्छ। हेमन्त बाहिरी बलवान भावती अथवा हेमन्त ऋतुमा शरीर बलवान हुन्छ। हेमन्त ऋतुमा मङ्सिर र पुष पर्छ। शरीरमा प्रभाव जस्तै जठराग्नि तीव्र हुनु, वात शान्त हुनु, कफ सञ्चय सुरु हुनु, शरीरको बल र ओज वृद्धि हुन्छ। यदि उचित आहार नलिएमा बलियो अग्निले शरीरको धातु जलाउन सक्छ। हेमन्त ऋतुमा के खाने त? पथ्य के खानेकुरा हुन्छ? घिउ, दुध, दही, गहुँ, चामल, तिल, गुड, सुप, मासुको रस उपयुक्त हुन्छ। हेमन्त ऋतुमा के नखाने त? चिसो खानेकुराहरू नखाने, बासी भोजन नखाने, अत्याधिक उपवास नगर्ने, कटु कसाय आहार भएको द्रव्यहरू धेरै नखाने, अल्पाहार नगर्ने, शीतल आहार नगर्ने, जलमा घोलेको सत्तु नखाने, बिहारमा चाहिँ दिवासयन गर्नु भयो। यस ऋतुमा नित्य तेलको अभ्यास गर्ने, नियमित व्यायाम गर्ने, न्यानो वस्त्र लगाउने, धूप सेवन गर्ने। शिशिर ऋतुमा माघ र फागुन पर्छ। शरीरमा प्रभाव चाहिँ यसमा अत्याधिक चिसो, कफ दोष वृद्धि हुन्छ, बल घट्ने सम्भावना हुन्छ, जुखाम, खोकी, एलर्जी बढ्ने हुन्छ। शरीर कफी वृद्धि भनेको छ हैन। अब शरीरमा चाहिँ पथ्य के हुन सक्छ त यसमा? न्यानो ताजा भोजन, अदुवा, मरिच, पिपली, काढा, युज, सुप, तातो पानी इत्यादि चाहिँ यो हाम्रो पथ्य आहार भयो हैन। अनि अपथ्यमा चाहिँ हामीले चिसो पानी, आइसक्रिम, कोल्ड ड्रिङ्क्स, दिनमा सुत्ने बानी